दीपक। आज हम जनकपुर जो धाम मध्य प्रदेश का राजधानी जो जिसको बोलते हैं, आज जो हम वाटर पार्क में भी है और नेपाल का जो सबसे बड़ा वाटर पार्क जो देख रहे हैं, ये सब व्यवस्थित रूप से आज के दिन से चालू होने वाला है और यहाँ से शुरुआत होने वाला है। तो आपको इस वीडियो के मार्फत से इस वाटर पार्क में जो भी दिखाएंगे तो बारीकी से दिखाएंगे। तो अभी तक मेरे चैनल को सब्सक्राइब नहीं किया तो सब्सक्राइब करिए, क्योंकि मैं अभी दिखा रहा हूँ एकदम इतना सुंदर व्यवस्थित जगह जो आपको वो अलग ही सपने मिलेगा। आज जानकी मंदिर में आते थे, जनकपुर में आके हर एक चीज़ आप लोग देखते थे धार्मिक अनुसार से। तो आपको अगर आने का मन करेगा, अगर यहाँ पे आप इंटरटेनमेंट के अनुसार से सभी चीज़ के रिफ्रेश के अनुसार से आप आना चाहते हैं तो मैं इस वीडियो के माध्यम से दिखाऊंगा। तो अभी तक मेरे चैनल को सब्सक्राइब करिएगा। मैं अभी वीडियो में आगे बढ़ना चाहता हूँ। चलिए मैं अभी दिखा रहा हूँ आपको इस वीडियो के मार्फत से। देखिए यहाँ ये हर एक चीज़ यहाँ पे है और आपको घुमा घुमा के मैं दिखा रहा हूँ। तो अभी देख रहे हैं ये वाटर पार्क के पास में है और आज इसका उद्घाटन होने वाला है, अभी देख रहे हैं। र अब हामी रिबन कटिङको कार्यक्रम भइसकेको छ। हाम्रो बोर्ड अफ डाइरेक्टर्सहरू हाम्रो सबैलाई अब हाम्रो कार्यक्रममा समाप्ति गर्न अनुरोध गर्दछु। सबैजनालाई स्वागत। अनि हाम्रा जति पनि अतिथिहरू हुनुहुन्छ सबैजना कार्यक्रममा समाप्त आउनुहुन म हार्दिक अनुरोध गर्दछु। water activities portal. So यो भगवानले पनि जुगाइदिएको होला कि इनोग्रेसनमा यहाँ आइपुग्नको लागि हैन। So मलाई चाहिँ anything that involves water, that involves anything to do with water sports, मलाई एकदमै थेरापी जस्तो पनि लाग्छ। र त्यो भनिन्छ नि मम ड्याडबाट बच्चा-बच्चीमा जान्छ भनेर, त आयाका पनि त्यस्तै छ कि एकदमै पानी मन पराउने। सो मैले भर्खरै पनि उहाँहरूलाई भन्दै थिएँ म छिटै आउँछु वान मोर टाइम आयाकालाई लिएर। आयाकाले नगर्ने केही पनि चिज छैन यहाँ। र आई थिङ्क इट इज सो वन्डरफुल टु सी समथिङ लाइक दिस ओपनिङ जनकपुर होइन। मैले अघि सुरुमै पनि भनिहालेँ, खासै गर्नलाई केही पनि नभएको ठाउँमा चाहिँ यस्तो मजाको यस्तो ग्रान्ड वाटर पार्क खोल्दाखेरि चाहिँ यसले धेरै टुरिज्मलाई पनि हेल्प गर्छ जस्तो लाग्यो मलाई। र लोकली पनि धेरै मान्छेहरूले जब पाउनुहुन्छ, सो आर्थिक अवस्था पनि राम्रो हुन्छ, यहाँको लाइफस्टाइल पनि बेटर हुन्छ। र यतै बस्नु भने साना बालबालिकाहरूको लागि अब हाम्रो जेनेरेसनमा चाहिँ सबैको जतिखेर पनि फोनमा चाहिँ हेर्ने, युट्युब मात्रै हेर्ने, गेम खेल्नेमा चाहिँ फिजिकली एउटा केही गर्न मिल्ने खालेको पार्क खोलेको छ एउटा। सो अल इन अल यसमा चाहिँ म 10/10 गुड पोइन्ट मात्रै देख्छु यो पार्कमा। एन्ड आइ एम स्योर इट्स गोइङ टु डु अमेजिङ। सो वान मोर टाइम टु द अर्गनाइजर्स जसले यस्तो राम्रो पार्क खोल्नुभयो, यहाँहरूलाई कङ्ग्रेचुलेसन। एन्ड आई क्यानट वेट टु कम ब्याक विथ माई फ्यामिली टु इन्जोय दिस पार्क। थ्याङ्क यू वन्स अगेन एन्ड अल द बेस्ट। उद्घाटन भऽ रहल छै, हमरा गौरव महसूस भऽ रहल छै। आशा करै छी अहूँ सबके वाटर पार्क होला। तपाईँहरूलाई खास यो धेरै अतिथिहरूलाई यो हार्दिक अनुरोध छ।
हार्दिक अनुरोध। धेरैचोटि आइसकेँ योभन्दा पहिला पनि सुटिङको लागि कुनै कार्यक्रमको लागि, तर जहिले पनि म जुन दिन आउँथेँ म त्यही दिन फर्किन्थेँ कि, किनभने खासै गर्नको लागि यहाँ केही पनि थिएन। सो आयो, सुटिङ सकायो, प्रायः जस्तो बिहान 8-9 बजे आयो, बेलुका 4-5 बजीसम्म त म काठमाडौँ गइसकेको हुन्थेँ। वीडियो में तो क्षेत्रका जनता, किनभने यहाँ यस्तो खेल्ने मनोरञ्जनको कुनै साधन थिएन र आज यो खुसीको अवसर वन्डरल्यान्ड वाटर पार्कको समुद्घाटन समारोहमा हामी छौँ। यो पक्कै नै एउटा ऐतिहासिक क्षण पनि हो हाम्रो लागि, यस देशका जनताका लागि। जेना कि अपने सबके बुझल अछि, जानकी फन पार्क एन्ड रिजोर्ट प्रालीको निम्तो स्वीकार गरेर यहाँ पाल्नुभएका हाम्रा सम्पूर्ण अतिथिज्यूहरू, सर्वप्रथम मेरो र वन्डरल्यान्ड वाटर पार्कको तर्फबाट न्यानो अभिवादन स्वीकार गर्नुहोस्। नाम मध्य प्रदेशको राजधानी एवं सांस्कृतिक नगरी जनकपुर धाममा माता जानकीको असीम अनुकम्पाले आज हामी यस वन्डरल्यान्ड वाटर पार्कको समुद्घाटनको सुखद अवसरमा उपस्थित छौँ। सर्वप्रथम माता सीतालाई नमन गर्दै सम्पूर्ण ईश्वरीय शक्तिलाई नमन गर्न चाहन्छु तथा आफ्ना माता पितालाई नमन गर्न चाहन्छु। वन्डरल्यान्ड वाटर पार्कलाई मूर्त रूप दिन अहोरात्र खट्नुभएका जानकी फन पार्क एन्ड रिजोर्ट प्रालीका बोर्ड अफ डाइरेक्टर, निर्माण कार्यमा खटिनुभएका सम्पूर्ण प्रविधिक कर्मचारी, सेक्युरिटी गार्ड, कामदारलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। हामीलाई आर्थिक रूपमा सबल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको सिद्धार्थ ब्याङ्कलाई मुडी धन्यवाद दिन चाहन्छु। तिरस्करनाथ नगरपालिकाका सम्पूर्ण जनता, यस क्षेत्रका बुद्धिजीवी, यहाँ पाल्नुभएका सञ्चारकर्मी, स्वास्थ्यकर्मी, राजनीतिकर्मी, औद्योगिक व्यवसायी, किसान, मजदुर, शिक्षक, विद्यार्थी, समाजसेवी, कर्मचारी, विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, विभिन्न क्लबका अगुवाहरू लगायत यस वाटर पार्कप्रति शुभेच्छा राख्नुभएका सम्पूर्णमा महानुभाव